नेपालको यो गभर्नमेन्ट ब्याङ्कबाट यो जुन एउटा नेपालको गभर्नमेन्ट ब्याङ्क छ नि त यो कृषि विकास ब्याङ्कबाट कसरी चाहिँ सजिलैसँग चाहिँ युपिआई पेमेन्ट सिस्टम अन गरेर तपाईँले इन्डियाबाट पैसा नेपालबाट इन्डिया क्रस बोर्डर पेमेन्ट चाहिँ अन गर्न सक्नुहुन्छ। अब तपाईँले चाहिँ सुरुमा त्यसो गर्नको लागि माथि आइकनमा क्लिक गर्नुहोस्। जेक्स लेखेको छ त्यहाँ आइकनमा क्लिक गरिसकेपछि स्लाइड गर्दै गयो भने तल चाहिँ क्रस बोर्डर ट्रान्सफर भन्ने आएको छ। क्रस बोर्डर पेमेन्ट नेपालको गभर्नमेन्ट ब्याङ्कले पनि सिस्टम अन गरेको छ, त्यसको लागि हो। अब क्रस बोर्डर पेमेन्ट चाहिँ अन गर्नको लागि मैले यसमा क्रस बोर्डर पेमेन्टमा गएँ। यो तपाईँको भिपिआइडी माथि तपाईँले यो भिपिआइडी चाहिँ सेयर गरेर इन्डियाको जुनसुकै ब्याङ्कबाट पनि युपिआई थ्रु चाहिँ नेपालको ब्याङ्कमा चाहिँ रिसिभ हुन्छ पेमेन्ट, अथवा तपाईँले नेपालबाट पनि इन्डिया पेमेन्ट रिसिभ पठाउन सक्नुहुन्छ। त्यसको लागि तल इन्डिया करेन्सी TXN इनवर्ड कन्स्टेन्ट भनेको छ नि त, त्यसलाई ओके गर्ने सर्वप्रथम मैले ओके गर्छु। तपाईँकोमा अफ छ भने ओके गर्नु होला। यो सक्सेसफुली ओके भइसकेको छ, अन भइसकेको छ। इन्डियन करेन्सी TXN भन्ने ओके भइसक्यो इनवर्डमा। अब तपाईँले यदि चाहिँ यो अन छैन भने चाहिँ ओके गर्नु होला। सुरुमा चाहिँ तपाईँ खोल्नु होला। तपाईँले खोलिसकेपछि एउटा चाहिँ आइडी क्रिएट गर भन्ने आउँछ। त्यो भिपिआइडी अटोमेटिक क्लिक गऱ्यो भने तपाईँले फेस लक लाग्छ त फिङ्गरप्रिन्ट हाल्यो भने तपाईँले यो आइडी क्रिएट हुन्छ। त्यसको लागि चाहिँ तपाईँले यो आइडी अन भइसक्यो। अब तपाईँले चाहिँ यसमा चाहिँ यो सिस्टममा जुन नेपालमा हुनुहुन्छ तपाईँ इन्डियाबाट पैसा चाहिँ रिसिभ गर्न चाहनुहुन्छ भने के गर्नुपर्छ भनेपछि तपाईँले चाहिँ यो माथि यो प्रोफाइलमा गएर तपाईँको यसमा क्रस बोर्डर पेमेन्टमा गएर यो के भन्छ यु क्यान बी सेयर योर भिपिआइडी टु रिसिभ पेमेन्ट भन्छ। यदि तपाईँले पेमेन्ट चाहिँ रिसिभ गर्नको लागि तपाईँको एउटा भिपिआइडी चाहिँ सेयर गर्नुहोस् भने त भिपिआइडी कहाँ छ भनेर तपाईँले चिन्ता नगर्नु। भिपिआइडी भनेको यो JI002 लेखेको छ, यो भिपिआइडी हो। तपाईँले यो भिपिआइडी चाहिँ यही भिपिआइडीले सेयर गरेर तपाईँले चाहिँ पैसा इन्डियाबाट रिसिभ गर्न सक्नुहुन्छ सजिलैसँग चाहिँ। अब यसमा चाहिँ पेमेन्ट गर्नको लागि पनि पेमेन्ट गर्न रिसिभ गर्न चाहिँ यदि चाहिँ तपाईँले कन्फ्युज लागेको छ भने म अर्को भिडियोमा पेमेन्ट पनि गरेको रिसिभ पनि गरेको भिडियो ल्याउँछु। तर यहाँभन्दा पहिला म अर्को एउटा कुरा भन्न गइरहेको छु। अब यो कृषि विकास ब्याङ्कमा अरू दुईवटा सरकारी ब्याङ्कमा पनि यो सिस्टम चाहिँ चालु छ कि छैन, यो सिस्टम चाहिँ अन छ कि छैन युपिआई सिस्टम, त्यो मैले देखाउन गइरहेको छु। तपाईँले हेर्नु होला ध्यान दिएर। अब यसमा कृषि विकास ब्याङ्कमा चाहिँ आइकनमा आयो भने ट्याक्कै चाहिँ तल क्रस बोर्डर पेमेन्ट चाहिँ भइसक्यो, अन गर्दै बित्तिकै हुन्छ। तपाईँले चाहिँ अब यो अरू गभर्नमेन्ट दुईवटा गभर्नमेन्ट ब्याङ्क रहेछ, एउटा एडिबिएल एउटा के हुन्छ ब्याङ्क र अर्को के भनेको राष्ट्रिय वाणिज्य ब्याङ्क। म ती दुईवटामा पनि अब राष्ट्रिय वाणिज्य ब्याङ्कमा यो सिस्टम चाहिँ राष्ट्रिय वाणिज्य ब्याङ्कमा आएको छ कि नेपालको फुल्ली गभर्नमेन्ट पुरै 100% गभर्नमेन्टकै लगानी भएको यो राष्ट्रिय वाणिज्य ब्याङ्क हो। यो ब्याङ्कमा चाहिँ तपाईँ चाहिँ आएको छ कि छैन भन्नको लागि म चाहिँ सुरुमा माथि आइकनमा जान्छु। आइकनमा गइसकेपछि यसमा पनि माई इन्फर्मेसन लगाउट चेन्ज पासवर्ड बायोमेट्रिक सेट मात्रै छ। यसमा पनि के हुन्छ आएको छैन। यो वाणिज्य ब्याङ्कमा पनि राष्ट्रिय यो ब्याङ्कमा पनि के छैन भने चाहिँ यसमा पनि तपाईँको के छैन, सिस्टम आएको छैन। त्यसको लागि अब मैले यसमा फेरि लगआउट गरेँ।